भाइ हामी चाहिँ दसैँ मनाउन जैमिनी सबिना मारे ऋषि डाँडामा छौँ हैन। हाम्रो अब आजको दसैँ यस्तै भयो है। अरू चाहिँ भाइ यता पारी पर्वत कुर्गा फलेवास उता वहाँ सुलीकोटको डाँडो भयो। हामी चाहिँ अहिले ठ्याक्कै अब यहाँ आइएको छ। पिङसिङ खेलेको केटाहरू चमाचा खेलेको भिडियो बनाउँछु म अहिले एकछिनमा। ल म चाहिँ यता छु है त यस्तो छ टाक्क है। हामी चाहिँ अब दसैँ त त्यस्तै भयो रमाइलो हान्दिउँ यतातिर आएर मान्छेहरू पनि अलि घचाघच नै हुन्छ। यहाँ पिङहरू चमच्चाहरू छ। पहिलेदेखि यसै डाँडो रमाइलो थियो है। अब यहाँ एउटा पहरा छ कि ढुङ्गा त्यहाँ अब शङ्खा पनि छ। हामीले फुक्न सक्नु पर्यो, फुक्न सक्नेले बजाउँछन्, हामीले चाहिँ अहिले सकिन्न हैन। सक्नेहरूले चाहिँ फुक्छन् है त। ल साथीहरू यहाँ उक्लिँदैछन्। नारायण रेग्मी, सागर नायक छेत्री, विशाल रेग्मी, रोशन नायक छेत्री अगाडि जानु भएको छ बाइकमा। नवीन नायक छेत्रीजी आउँदै हुनुहुन्छ घरबाट है त। ल है अहिले हामी जैमिनी 5 बिना मारे ऋषि डाँडामा छौँ। माहौल यस्तो छ है साथीहरू। माहौल चाहिँ बवाल यस्तो छ नि त। यहाँ त सबजना हामी त अहिले बेलुका आउँछ होला यो भिडियो, सायद बेलुका कि भोलिसम्म है। आज चाहिँ आउँदैन होला। पिङ चाहिँ अलि धरापै धरा भइ चाहिँ हल्लिने चाहिँ ल हेरमा एउटा चमच्चा पनि छ। यस्तो छ यहाँ त व्यवस्थित छ है। यता स्विमिङ हान्न सकिन्छ। ल चमच्चा खेल्ने कोही हुनुहुन्छ भने आउनुहोस् है त यतातिर। झन्डी कहाँ हो? झन्डी झन्डीमा 200 कुन हो? पहिले खसाल ल है त। नचम तानका दुईटाले तान ओइ यहाँ त